is equivalent to money. Okay, thank you. Have a nice. अनि तपाईहरु एकदमै क्रेजी एकदमै स्यास्या पनि भइरहेको छ दिदा पनि हुन्छ नदिदा पनि हुन्छ Hello guys, welcome back to my channel. आज चाहिँ म सेन्डुको डाँडामा आएको छु. हजुरले देख्न सक्नुहुन्छ. आज चाहिँ मैले if you laugh you have to give us money भन्ने च्यालेन्ज लिएर आइरहेको छु. तर यहाँ चाहिँ मान्छे कोही पनि मैले देख्दा पनि देखिन हैन. एकदमै रमाइलो हुनेवाला छ यो भिडियोमा. स्किप नगरिकन भिडियो अन्तिमसम्म हेर्दिनु होला है त. लेट्स स्टार्ट. Nervousing. Excuse me. May I record 1 minute video? We are going to experiment in social experiment. Okay. I am very nervous. Okay. That's why this is my first YouTube channel. Oh wow. So we are going just fun challenge. Would you like to what's punch? the challenge? Just okay. You have to look. You have to do this one. You smile, you have to give us money. Yes, it's a social experiment. Uh-huh. That's why. So then someone reads this. And It's then up to you. You can give also. You are not like. my you smile is Okay. equivalent to money. Okay, thank you. Have a nice day. मान्छे छैन स्विमिङमा चाहिँ सबैजना मान्छे कहाँ गएछन् च्यालेन्ज गर्न आएको हजुरले देख्न सक्नुहुन्छ मान्छे चाहिँ स्विमिङमा कहीँ पनि छैन सबै खाली हो सायद बिहान भएर पनि होला मान्छे छैन एउटा कहाँ गएर च्यालेन्ज गर्ने पनि आई डोन्ट नो बाटोमा चोजो भेट्नु त उसैलाई गर्छ गाइस तपाईले देख्न सक्नुहुन्छ मान्छे छैन अब बाँदर मात्रै छ आज स्विमिङमा मान्छे एउटा पनि मैले देखिन जस्ट एकजना मान्छेलाई लेडीलाई देखाएको थिएँ है त्यही मान्छेलाई मात्रै मैले गर्न पाएँ अनि अर्को यतापट्टि सरस्वती मन्दिरबाट जाँदैछु लेट्स सी हेरौँ है मान्छे छन् कि छैनन् त्यहाँ आज मेरो च्यानल आज मेरो भिडियो पनि इन्कम्प्लिट हुन्छ जस्तो छ मान्छे बिना नै नभए आज चाहिँ मैले जसरी पनि कम्प्लिट गर्नेछु हेर्दै जानु होला है त मान्छेहरु कहीँ पनि छैन तर मैले कुनै ठाउँ भिडियो पनि बनाएको थिएन मान्छे थिएन त्यही भएर के भिडियो बनाउनु भनेर हैन मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि हजुरले मैले यहाँ पनि राखिदिन्छु हेर्न सक्नुहुन्छ इफ यसमा यु हेभ टु गिभ अस मनी भनेको थिएँ फेरि तपाईँले कस्तो रुड तरिकाले पैसा माग्यो भने सोच्नु भएको होला त्यो चाहिँ एकदमै नसोच्नु एकदम धेरै हिँडेको भएर नि एकदमै थाकिरहेको छु म चाहिँ हैन मैले चाहिँ एज अ सोसल एक्सपेरिमेन्ट गर्न लागेको थिएँ त्यसको लागि चाहिँ मैले भिडियो बनाएको आज कस्तो हुन्छ हेरौँ न भनेर जस्ट ट्राई मात्रै गरेको अन्यथा चाहिँ नलिनु होला है त यहाँ भिडियो बनाइरहेको थिएँ अनि ट्र्याक्कै कपाल रहेछ नि त फेरि बिहानै हेर्नु न है अनि त्यही भएर आई डोन्ट वान्ट टु मेक डिस्टर्ब एनी वान अर मेक एनी वान अनकम्फर्टेबल अनि म चाहिँ त्यहाँबाट जान लागेको थिएँ ठ्याक्कै निस्किन लागेको थिएँ अनि एउटा मान्छे ठ्याक्कै देखिहालेँ अनि उहाँलाई टार्गेट गरिहालेँ अनि त्यसपछि उहाँलाई मैले नेपालीमा भने यस्तो यस्तो हो भनेर वी आर मेकिङ अ युट्युब भिडियो फर अ सोसल एक्सपेरिमेन्ट वुड यु लाइक टु ट्राई इट उहाँले पढ्नुभयो अनि भन्नुभयो एक्चुअली मसँग पैसा छैन भनेर भन्नुभयो नाइस डे सो इन्डियादेखि हुँदो रहेछ अनि म चाहिँ नेपाली होला नि बोलेको थिएँ गेमको लागि मात्रै हो क्या जस्ट फन युट्युब च्यालेन्ज बनाइरहेको हो क्या थ्याङ्क यू उहाँ चाहिँ केही पनि रियाक्सन पनि छैन है जस्ट स्माइल इट्स ओके भाइ कति क्लास हो तिमी तिमीलाई भने हो ल जस्ट भिडियो युट्युब भिडियो गेम खेल न एउटा जस्ट गेम हो कि ल खेल न जस्ट गेम हो कि एउटा ल के हो यो पढ न के हो if you smile you have to give us money it's a normal challenge हो के केही हैन कस्तो लाग्यो तिमीलाई ठिकै लाग्यो ल मलाई चाहिँ जस्ट नर्मल लाग्यो रे अब त त्यस्तो अब कसैले पनि गरे हैन नि त नेपालमा त हैन गरे होला तर त्यस्तो मैले देखाएको चाहिँ छैन आजसम्म सोसियल मिडियामा यो चाहिँ मेरो फर्स्ट टाइम हो कस्तो रियाक्सन आउँछ मान्छेबाट भनेर जस्ट एक्सपेरिमेन्ट मात्रै गर्न लागेको हो है हजुरहरूलाई मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अझ पनि हेरौँ के कस्तो हुन्छ कस्तो मान्छेको कस्तो रियाक्सन आउँछ हेरौँ है त मैले मान्छे भेट्दा जतिलाई चाहिँ मलाई सबैलाई भनेको छु तर कसैले पार्टिसिपेट गर्न चाहे कसैले गर्न चाहेन अब के गर्ने त मेरो फल्ट त होइन होइन तर मान्छेहरू नि रहेनछन् सायद टाइमिङ गलत हो कि म चाहिँ बिहान बिहान मान्छेहरू मर्निङ वक गर्न आउँछ नि त यस्तो पिस शान्ति छ नि त यो ठाउँमा होइन अनि त्यही भएर सोचेको थिएँ
एक्सपेक्टेसन भर्सेस रियालिटी त डिफ्रेन्ट रहेछ। हामीले चाहिँ एउटा युट्युब भिडियो बनाइरहेको हो जस्ट फन च्यालेन्जको लागि होइन, जस्ट दिँदा पनि हुन्छ नदिँदा पनि हुन्छ, जस्ट एउटा सोसल एक्सपेरिमेन्टमा चाहिँ गरेको हाम्रो फन च्यालेन्जको लागि। अनि के भन्न चाहनुहुन्छ, कस्तो लाग्यो फन च्यालेन्ज? अनएक्सपेक्टेड है, यस्तो गाउँसम्म आएको पनि थिएन है, सोचेको पनि थिएन। इट्स ओके। अब उहाँले चाहिँ अनएक्सपेक्टेड थियो, आजसम्म यो चाहिँ देखेको पनि छुट्टै हुँदो रहेछ। अब जे चिज पनि हामीले सोचेको जस्तो हुँदैन नि त होइन। यति नर्भस पनि थिएँ, तर अहिले चाहिँ एकदमै कम भइसक्यो। पब्लिक भिडियोमा एक्सपेरिमेन्टको लागि मात्रै हो। यति दिँदा नि हुन्छ नदिँदा पनि हुन्छ, जस्तो थियो। हेभ अ नाइस डे। सो उहाँले चाहिँ पैसा छैन भन्नुभयो, इट्स ओके, पैसा नै सबै थोक होइन भनेर मैले तपाईँलाई भनिसकेको छु। यो नै हेरेर यहाँसम्म आउनुभयो होला है, यहाँसम्म स्किप नगरिकन भिडियो हेर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। तपाईँहरू अझ नेक्स्ट भिडियोहरू एकदमै क्रेजी आउनेवाला छ है। क्रेजी भिडियो हेर्न मन छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। साथै हजुरहरूको साथीहरूलाई पनि सेयर गर्न चाहिँ नभुल्नु होला है त। हस् त, धन्यवाद।